बालन साहब भन्ने छ नि मान्छे मेरो साथी हो है। यति खतम मान्छे के मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ के। यो भनेको साच्चीकै भस्मासुर हो, यो भनेको साच्चीकै लुसिफर हो। यसको पनि दिन धेरै छैन। 21 दिनमा पहिला हामीले कांग्रेस एमाले माओवादीलाई लड्नु भएर पर्ने भएर यसलाई बाँकी राखेको हो। 21 दिनमा यसले काम गरेन भने यसलाई पनि छोड्दैनौँ। काठमाडौँवासीले यसलाई लड्छन् भनेर यहीबाट जानकारी दिन चाहन्छु है त है। काठमाडौँ त भड्कालमा हाल्यो, देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो के यसले है। बिचरा म सिस्टरको लोकल 3 वर्ष भइसक्यो। मलाई एउटा मात्र चाहना थियो कि यसलाई मेयर बनाउनुको है। यसलाई जिताउन अन्त मैले एमडी छोडेर रेसिडेन्सी छोडेर हिँडेको। सुमन साइमीले भाइ त्यो मान्छे ठिक छैन, न सपोर्ट नगर 1000 जनाले भन्थे। होइन दाइ, चण्डाल भन्दा चोरे ठिक भनेर ल्याएर राखेको है जस्तो भए पनि। तर यसले यति खतम गरे कि है। आज हेर्नुस् त सिस्टोलमा यसले फोहोर खोल्न नसकेर मैले गएर हरेक घरमा गएर उपचार गरेर सिस्टोलमा गएर मैले त्यहाँ शिविर गरेर 1 वर्षभित्र सबै सिस्टोलवासीलाई जागिर दिन्छु, 1 वर्षभित्र हस्टेल बनाइन्छु, 1 वर्षभित्र बाटो बनाइन्छु। अनि 4 वर्ष भयो, पहिला भन्दा खत्तम भएको छ अहिले हैन। विद्या सुन्दरको पाला भन्दा अहिले खत्तम भएको छ। त्यो बाटो हेर्नुस् त गएर एकचोटि, त्यो सिस्टोल हेर्नुस् त गएर। हरेक घरमा क्यान्सर छ, त्यहाँ हरेक घरमा छालाको रोग छ, हरेक घरमा के छ। यहाँ बसेछ, पब्जी खेलेछ, दुनियाँभरि खाछ, हल्ला गरेछ, फेसबुकमा स्ट्याटस लेखाछ है। न बागमती सफा गर्न सकेको छ, न विष्णुमती सफा गर्न सकेको छ, न यता सफा गर्न सकेको छ। बिचरा बाटोमा बेच्नेहरूलाई मैले भनेको थिएँ 32वटा वडामा एक-एकवटा हाट बजार बनाऊँ, नेपाली मात्र बेच्ने बनाऊँ। लखेट्ने होइन नि, 15 लाखलाई लखेटेर 1200लाई रोजगार दे त है। यो देश गरिब दुखीको पनि हो, यो देश कवाडेवालाको पनि हो, यो देश सुकुम्बासीवालाको पनि हो, यो देश मकै पोल्नेहरूको पनि हो। गरिब भन्ने देख्ने नि भएन यसलाई। आज पनि यसलाई भत्काउनै परेछ। बनाउने भन्ने के छैन। दिनरात काठमाडौँका खोला नालावासीहरू तडपेर बस्नु परे छैन। आज भत्काउने हो कि बिचरा सुकुम्बासीमा भएको भए को सुकुम्बासीमा बस्थ्यो, छुट्याइदिएन गएर। त्यहाँ रियल पनि त छन् नि, 1-2 जना राम्रा होलान्, तर सबै नराम्रो छन्। रहर ल्याएर बसेको त्यहाँनिर है। खोज अनुसन्धान गर्न साला तोरी गरिब देख्नै भएको छैन हैन, मकै पोल्ने देख्नै भएको छैन, किसान देख्नै भएको छैन हैन, कवाडी देख्नै भएको छैन, कोही देख्नु भएन। हाम्रा कवाडी सबै मधेस प्रदेशका हुन्। उनीहरूलाई काम गर्न दिनु पर्दैन, उनीहरूलाई फोहोर सङ्कलन गर्न दिनु पर्दैन। कवाडी सङ्घको पनि हामीलाई ऐक्यबद्धता छ, सहकारी पीडितको पनि ऐक्यबद्धता छ। खोला नाला पीडित यो बालनको काम छैन है। पहिला म एउटा कहानी भन्छु है त। इन्द्र भगवान चाहिँ पृथ्वीमा आएको थियो कि एकचोटि, बाल इन्द्र अस्ति गरे बच्चै छ, इन्द्र अस्तिको पनि छैन यो त। इन्द्र भगवान यो काठमाडौँमा आउँदाखेरि यस्तो राम्रो देश, यस्तो राम्रो ठाउँ रहेछ, मेरो ईश्वरका पनि पृथ्वी जस्तै बनाउनु पर्यो, नेपाल जस्तै बनाउनु पर्यो भनेर विश्वकर्मा र विश्वमित्र ऋषिलाई लिने बेलामा काठमाडौँमा एउटा फुल देखेछन् के, पारिजातको फुल। अनि त्यो फुल चोरेर लगेछन्।